हेलो नमस्कार सबैजनालाई स्वागत छ युट्युब च्यानलमा। होप सबैजना सन्चै हुनुहुन्छ होला र भिडियो के कस्तो छ लास्टसम्म हेरिदिनु होला, माया गरिदिनु होला। तपाईँहरूको सपोर्ट चाहिएको छ र नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला र भिडियो हेरिसकेपछि लाइक गरिदिनु होला, माया गरिदिनु होला। के कस्तो लाग्छ भिडियोको प्रतिक्रिया दिनु होला। लाइफ भनेको दुःख सुख यस्तै हो, कहिले खुसी कभी कम, घर जाम मासु भात चमचम। त्यही हो, म जहाँ बसे पनि मेरो देश लाग्छ प्यारो मलाई पाऊ। मिन्छु के छ? ठिक छ गाइज। म किन दौडिँदै भने थाहा छ होला नि तपाईँले। यहाँ मेरो भाग्टु छुट्टी, यहाँ छुट्टी सका तार गर्नु हुँदैन। गन्तव्यमा ढिलो गरे अवश्य पुगिन्छ, चाँडो गयो भन्न सकिन्न अरे। अब यस्तो भन्दा भ्लग सकिसक्यो। हेलो, के छ? गर्मी भएको छ, चप्पल पड्काउँदै। ए दाजु के गर्दै हो यस्तो? के फुटाल्यो दादा के हो यस्तो? यसो हेर्नुहोस् न यता। भाइ यार चप्पल गुनगुन आउँछ यार। बिरालो चप्पल राम्रो खाएको नि लाउनु पर्यो यार। के बचारेको तिमीले? यस्तै छ हुरु बल्ने मायाको। 35 डिग्री छ आजको तापक्रम। कृपया चिसो पानी खाम अनि थर्मसमा पानी राखेर आबाट आमा जाँदैछौँ। यस्तो हो, विदाउट प्लान हो क्या, हामी कहिले पनि प्लान हुँदैन। त्यही छ ल। स्याट यो चस्मा चाहिँ भ्लग बनाउँदा भाइरल बनाउनुपर्छ। कहाँ जाँदैछौँ दाइ आज? फिल्म हेर्न। ल फिल्म हेर्न जान लागेको हो। गाडी चलेर आइरहेको छ उताबाट। त्यो यो चस्मामा मलाई कस्तो देखाएको छ भनिदिनु होला है भ्युअर्सहरू। दामी देखिरहेको छ। यो चस्मालाई भाइरल गर्नुपर्छ। ल आबाट आमा हेर्न आउँदैछौँ। अब के कस्तो लाग्छ? कति धेरै भ्लगको भिडियोहरू हाल्छु भनेर खिच्या हुन्छ, रियालिटी के छ हाल्न भ्याउँदिनँ। तर यो लास्ट विकमा चाहिँ मेरो भ्लगहरू रेगुलर भइरहेछ। यो पनि छिटै एडिट गरेर हाल्छु म। माया गरिदिनु, सपोर्ट गरिदिनु, सब्सक्राइबरहरू बजाइदियो त हरन बजाइदियो भने फेरि यताबाट आयो हरन नबजाइदियो। सब्सक्राइबर भिडियोलाई लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु। यसरी सट्ट घुमेपछि चाहिँ कालो चस्मामा ओहो घाम पनि खतरा भइदिएको उताबाट गाडी आइन्छ यता। पछाडिको चक्कै चुई गर्छ। म त साइडको मान्छे ढल ढल्क्यो भएछ। ल ठिक छ। फनक्कै हान्दै गयो फनक्कै। अलि काममा गएको अलि छिटै निस्किन्छ भनेको काममा त्यस्तै भयो। हप्ताको काम लतार 5 मिनेटको बाटो छ। लाउनुहोस्। सरी माइट। के साह्रो हो नानी, रातो बत्ती बल्दा जाने हो क्रस गर्ने। मैले धेरैचोटि तपाईँहरूलाई के भन्छ त्यो जनहितको लागि जारी चेतना के भन्छ होइन, त्यो दिइरहेको हुन्छ। हतार गर्नु हुँदैन। गन्तव्यमा ढिलो गरे अवश्य पुगिन्छ, चाँडो गयो भन्न सकिन्न अरे। सुन्नुहोस् है, त्यही भएर आनन्दले जाऊ। अलि नसोचेको हुँदो रहेछ हो जहिले जिन्दगीमा। कसम अलिक छिटो निस्किन्छु भनेर गरेको एउटा काम देखाएको छ। भोक त मलाई पनि भोक लाग्छ त। 11 बजे ए राम्रो लागेन भने त हापबाट आउनुपर्छ होइन। मैले चाहिँ यो फिल्म वास्तवमा किन हेर्न जान लागेको भन्दाखेरि अलिकति
यो टिकटकमा कमेन्टहरू हुन्छ नि दाइ त्यो अलि म कहाँ थिएँ सरी टु कन्टिन्यू जस्ट किडिङ राइट त्यही हो त्यो किट के अरे किट कट होइन के टिकटकको प्रतिक्रियाहरू देखाएको थिएँ अनि अप्पर झट भन्छ के भन्छ एक्कासी दाइलाई कल गरेँ दाइ म काम बनाउँदैछु के छ विचार जाने भए जाउँ भनेको अनि दाइ पनि यसो काम गर्दै हुनुहुन्थ्यो घर लुगा सुकाउँदै हुनुहुन्थ्यो आज दाइको होलिडे अनि यसो होलिडे मनाउँदै हुनुहुन्थ्यो अनि जाऊँ भनेर अनि हाम्रो पौल साजीलाई हेर्न जाऊँ भनेर यसो जाँदैछौँ हेरौँ छोटो मिठो भिडियो बनाएर के भन्न सक्छु र अरू मैले एउटा बोल्दा बोल्दै मलाई क्रिकेट मेरो देश नेपाल क्रिकेटको याद आयो लास्ट टाइम वर्ल्ड कपमा 7 के भन्छ 7 होइन के साउथ अफ्रिकासँग 1 रनले हार्यो यसपालि इङ्ल्यान्डसँग 4 रनले हार्यो भन्दा पनि यस्तो गर्वको साथ भन्छु ए त्यही भएर त मैले मेरो स्याडो यहाँ सब डर के छ के स्याडो त्यही हो अनि इङ्ल्यान्ड जस्तो देशलाई 185 मा पछ्याउनु नै ठुलो हो अनि पहिलो कुरो भनेको त्यो अब हाम्रो देश नेपाल क्रिकेटमा सबै कुरो अब छैन पर्याप्त मात्रामा ग्राउन्डहरूदेखि लिएर सबै ट्रेनिङ हुन्छ त्यो छैन त्यो के भन्छ त्यो नेक टु नेक भन्छ क्या होइन घाँटीवाला कोही छैन न आज फिल्म हेर्ने छैन दाइ टिकटको त्यो उस हेरेको टिकट नगरेर गएन हुँदो रहेछ हुन्छ तर हामी त्यस्तो नगर्ने हामी नियम पालना गर्ने क्या दाइ त्यस्तो अब हामी अलिक त्यसै नै नगरौँ त्यही हो म जहाँ बसे पनि मेरो देश लाग्छ प्यारो मलाई हुन्छ म त एग्री तपाईँ के भन्नुहुन्छ एग्री तपाईँ एग्री हुन्छ कि हुन्न दाइ एकदम म त भोला म त जे खानु ल्याउने ल ठिक छ त्यही हो अब टु बी कन्टिन्यू यसो कामको खोजीमा छु काम पाएको छैन गाइज बेरोजगार छु यार के गर्नु खानु पर्यो तिर्न पर्यो स्कुलमा तिर्न पर्यो रुम रेन्ट हुन्छ ओहो जिन्दगी त असली जिन्दगी बल्ल सुरु भएछ के हो मोटे मुला काम छैन खाएको छ कानमा इयरफोन लागेको छ हिँडेको छ त्यसको भन्दा त यार मेरै ठिक छ जिन्दगी त यार कमसेकम भैँसी त बन्नु परेको छ के गर्नु अरे 2 केजी के गर्नु लस ए दिनदिनै त्यस्तो पनि हुन्छ ट्रेनिङ हुन्छ नि भाइ ए अनि हामी अस्ति नै एक दिन त्यत्रो स्विमिङ गरेको म यहाँ पहिला के भन्छ अरे जिम र स्विमिङ गर्थेँ क्या यहाँभित्र यो एक्वाटिकमा यसो एक्वाटिक प्याकेज हुन्छ अझ सकिन्न अबि लुथा त मुकेको यहाँ के छ र छैन अझै बर्निङ्स वेयर हाउस जाँदैछ लौ अब हामी पुग्न थालेर 6:21 भयो त केही पनि हुँदैन हामी 6:30 भयो भने हामी गइन्छ कतिमा हो र लाउने खास 6:20 लेखेको छ मैले त चप्पल लगाएको छु म त देखाउन्न जुत्ता लगाउने मान्छेले देखाउँछु भन्न मिलेन जाँदैछौँ सिनेमा ओके हेडिङ टु जाँदैछौँ ढिलो भइसक्यो हामीलाई कति 6:20 थियो क्या अनि त्यसपछि हामी चाहिँ 6:30 भइसकेको छ के छ ठिक छ होइन यो समात्न छुन पाउँदैन क्या दिस इज माई मिजु म यहाँ छु अब टिकट काट्दैछौँ टिकट काटेर अनि जानेछौँ सो त सुरु भइसकेको छ 6:33 मा स्टार्ट हुँदो रहेछ
टाइममै आइपुग्यो हामी रिम्याक्स यहाँ हो अब यहाँ सायद क्यामेरा युज हुन्छ हुन्छ अहिले नलिने क्या अहिलेले झिउन आउँला क्या हातमा अहिले त चिसो हुन्छ क्या निलो कपडा नि सुहाउँदो रहेछ है मान्छे राम्रो भएपछि त जे पनि सुहाउने क्या है आबाट आमा सरी Swing from the 22 view. अपरेसनको लागि लगेको आमाको मान्छे को हुनुहुन्छ खरै यहाँबाट अपरेसन थिएटरको लागि लगेको आमाको मान्छे को हुनुहुन्छ क्यु ट्रेनलाई कि टिकट हेर्दा क्यु के भन्छ हाफ भएको थियो इन्टरमिसन ब्रेक भएको थियो अनि यसो अनि यहाँ नजिकै थियो क्या कोच पनि अनि यसो सपिङ ग्रोसरी थिएन अनि लिएको अनि फर्किँदैछौँ प्याकेट 7 मिनट गाइड गएको थियो होइन स्टार्ट भइसक्यो होला ल है त म लास्टमा तपाईँहरूलाई हामी 3जना छौँ 3जनाको रिभ्यू दिन्छौँ यसो ल सी यु गाइज गाइज म किन दौडिँदै भयो नि थाहा छ होला नि तपाईँले यहाँ मेरो भाग्टु छुट्टी यहाँ छुट्टी सका त्यही भएर तपाईँहरू चाहिँ कस्टमर चाहिँ ल गाइज युज Time for film review. यहाँ ब्लगको रिभ्यू हेर्नु है त फिल्म रिभ्यू सुन्नु है त रिभ्यू भन्नु न ब्लगमा पहिला भन्नु न होइन कि अहिले जाउँ लाग्यो छिटो यहाँ 1-2 शब्द जाओस् न यस्तो हेर्छ मलाई फिल्म कस्तो लाग्यो भन्नु नि त ब्लगमा दामी बसिसभित्र एकदम अरू अब त के भन्दैन अहिले ल यहाँ रियाक्सन हेर्ने सबैजना यहाँ एकदम उयो हुनुहुन्छ स्याड हुनुहुन्छ आफू बुझ्न हत्ते तपाईँ रुनु भयो क्या हो म गालामा हात राखेर तपाईँ रुनु भयो अरे त कहाँ हुन्छ म यस्तै बसिरहेको थिएँ तिमी चुप रहेछ तिम्रो कस्तो हो भन्दाखेरि यस्तो हो यहाँ खोल्छ यस्तो हो यस्तो हो अब फिल्मको के थियो भन्दा अब फिल्मको नामै काफी छ आमा अब के भन्ने अब अलिकति दुखी त भइन्छ नि होइन अब पढ्नलाई भनेर अब कोही अब आफ्नो फ्यामिलीबाट उसबाट टाढा भइसकेपछि त अलिकति त म कता हुन्छ नि त अनि सबै फर्किनु लाउनु रहेछ त्यही हो फिल्म एकदमै राम्रो लाग्यो अलिकति जस मन चाहिँ छोयो अनि यहाँ मान्छे त धेरै थिएन सबैजना इमोसनलै हुनुहुन्थ्यो सबैको आँखा रातो भयो रस आयो टमाटर जस्तो त्यही हो म हाम्रो यहाँ मिसेस दिदीको तपाईँले देखाउँछु उहाँलाई रिभ्यू लिने हो ब्लगमा रोक्नु न यहाँ दाइको भइसक्यो तपाईँको 2 शब्द अनि ब्लगिङ एकचोटि यता फर्किदिनु ल के भनिदिनु अब तपाईँ रुनु भयो अरे त होइन अब तपाईँले 1 शब्द बोल्नुभयो भने मेरो सब्सक्राइबर वाट्दै 1K भोलि केक काट्ने हो के भनिदिनु न त ल 1 शब्द अनि गर्दा अब क्यान्सल हुने भयो यार दाइ दिदी त छुट्टी नभएन अघि नै भनिसकेँ ल बोल्नु भयो कुनै पनि ओड छैन फर्स्टदेखिबाट इनसम्म बिचमा एभ्री कुराहरू एकदम राम्रो छ त्यही हो झन् हाम्रो यहाँ विदेशमा बसेकोलाई चाहिँ एकदम मिस हुन्छ
घर जान लाग्छौँ अब म बिच बाटोमा बोल्छु अहिले चाहिँ निशब्द छु मेरो मुखबाट केही शब्द आएको छैन आँसु त आउँदैन होइन मनमा के भन्नु पीडा त हुन्छ नै यहाँ अब घर फर्किनु लाग्यो अब चाहिँ हाँस्यो है अघि फिल्म हलमा चाहिँ अलिकति इमोसनल थिएँ म सो भनिदिउँ न भ्लगको लागि तर म रियलमै इमोसनल भएको थिएँ अब के भन्नु जापानले भ्लग गर्न पाउँदैन पछि बोल्छु म हाम्रो क्राइङ दिदी यता हुनुहुन्छ यस्तो हो अब यस्तो यस्तो भन्दा भन्दा भ्लग सकिसक्यो मासु ल्याएको छु अब विदेशमा बसिसकेपछि कोही पढ्न बस्छन् कोही काम गर्नको लागि बस्छन् एउटा फ्यामिलीबाट टाढा त अवश्य भइन्छ नै अब जति जे गऱ्यो भने अब लास्ट टाइममा लाइफ भनेको दुःख सुख यस्तै हो कहिले खुसी कभी कम घर जाम मासु भात चमचम ल यति भन्दै आजको भ्लग यहीँ इन्ड गर्छु ल गाइज गुड नाइट सी इन द नेक्स्ट भिडियो थ्याङ्क्स फर लभिङ किप वाचिङ बाई बाई